कल्पना गर्नुहोस्, तपाईको मोबाइलमा एउटा सानो मेसेज आउँछ। बधाई छ, तपाईले 10 लाख रुपैयाँ जित्नु भएको छ। तपाई उत्साहित हुनुहुन्छ, लिंक खोल्नुहुन्छ। केही मिनेटमै तपाईको बैंक खाताबाट सबै पैसा गायब हुन्छ। तर सबैभन्दा डरलाग्दो कुरा के हो भने, यो कथा कुनै फिल्मको होइन, यो आज हजारौं मानिसको वास्तविकता हो। आज हामी अनलाइन स्क्यामको त्यो कालो संसारको पर्दाफास गर्नेछौँ। ग्ल्या अपराधीहरू बन्दुक होइन, तपाईको मोबाइल र विश्वासलाई हतियार बनाउँछन्। नमस्कार साथीहरू, स्वागत छ तपाईलाई। आजको भिडियोमा हामी बुझ्नेछौँ अनलाइन स्क्याम कसरी काम गर्छ, किन लाखौं मानिस यसको शिकार भइरहेका छन् र सबैभन्दा महत्त्वपूर्ण, यसबाट आफूलाई कसरी बचाउने। अनलाइन स्क्याम भनेको इन्टरनेट मार्फत गरिने ठगी हो। स्क्यामरहरूले नक्कली वेबसाइट, फेक सोशल मिडिया अकाउन्ट, फिशिङ लिङ्क र झुटा अफरहरू प्रयोग गरेर मानिसहरूको पैसा वा व्यक्तिगत जानकारी चोर्छन्। उनीहरूलाई तपाईको अनुहार देख्नु पर्दैन, तपाईको घरमा आउनु पर्दैन, केवल एउटा क्लिक र तपाई उनीहरूको जालमा फस्न सक्नुहुन्छ। धेरै मानिसहरू सोच्छन् स्क्यामरहरू टेक्नोलोजीमा धेरै शक्तिशाली हुन्छन्, तर वास्तविकता फरक छ। उनीहरूको सबैभन्दा ठूलो हतियार टेक्नोलोजी होइन, मानिसको भावना हो। डर, लोभ, हडबडी र विश्वास। उनीहरूले तपाईलाई डराउँछन्, तपाईको बैंक खाता बन्द हुँदैछ। उनीहरूले लोभ देखाउँछन्, तपाईले ठूलो पुरस्कार जित्नु भएको छ, र हतार गराउँछन्, अहिले नै क्लिक गर्नुहोस्। जब मानिसले सोच्न छोड्छ, त्यही क्षण स्क्यामरले जित्छ। पहिलो, फिशिङ स्क्याम। नक्कली बैंक वा सरकारी वेबसाइट बनाएर पासवर्ड र ओटिपी चोर्ने। दोस्रो, युपीआई र क्यूआर कोड स्क्याम। पैसा पाउने बहानामा क्यूआर कोड पठाइन्छ, तर स्क्यान गरेपछि पैसा आउने होइन, तपाईको खाताबाट जान्छ। तेस्रो, जब अफर स्क्याम। घरमै बसेर ठूलो कमाईको सपना देखाइन्छ। सुरुमा सानो शुल्क मागिन्छ र त्यसपछि स्क्यामर गायब हुन्छ। अनलाइन स्क्याम केवल पैसाको चोरी होइन, कहिलेकाहीँ तपाईको पहिचान पनि चोरी हुन सक्छ। तपाईको फोटो, तपाईको नागरिकता, तपाईको बैंक विवरण, सबै कुरा अपराधीहरूको हातमा पुग्न सक्छ र त्यसपछि त्यसको दुरुपयोग वर्षौंसम्म हुन सक्छ। त्यसैले याद राख्नुहोस्, यदि कुनै अफर अत्यधिक राम्रो देखिन्छ भने सायद त्यो सत्य होइन। अज्ञात लिङ्कमा क्लिक नगर्नुहोस्, ओटिपी कसैलाई नदिनुहोस् र कुनै पनि निर्णय गर्नु अघि 2 पटक सोच्नुहोस्। किनभने आजको डिजिटल संसारमा सबैभन्दा बलियो एन्टिभाइरस सफ्टवेयर होइन, तपाईको सचेतना हो। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। म फेरि अर्को रोचक र तथ्यपूर्ण भिडियो लिएर आउनेछु। धन्यवाद। सुरक्षित रहनुहोस्, जागरुक रहनुहोस्।